हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ नेपाल नागरिक उड्डयन प्राधिकरणले चाहिँ करार नियुक्ति गर्ने सम्बन्धमा सूचना निकालेको छ। अनि हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ माग पद सङ्ख्या भनेको 20 रहेको छ। 20 जनाको लागि चाहिँ निकालेको रहेछ। अनि केमा भन्दा सेवा प्राविधिक समूह FAS त भनेको चौथो त हो। अनि पद सहायक हो। अनि यसको लागि कति आवश्यकता चाहिन्छ भन्दाखेरि हजुरहरूलाई SE पास गरेको हुनुपर्छ। अनि नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्छ। अनि हजुरहरूको लास्ट डेट भनेको फर्म भर्ने चाहिँ 2082 7 महिना 14 गतेसम्म रहेको छ। अनि हजुरहरू अनलाइनबाट हजुरहरू फर्म भर्न सक्नुहुन्छ। अनि फर्म भर्ने हजुरहरूलाई 600 पैसा लाग्नेछ। अनि काम गर्नुपर्ने स्थान भनेको प्राधिकरण अन्तर्गतका विमानस्थलमा कार्यालयहरू। अनि उमेर भनेको 18 वर्ष पुरा भएर हजुरहरूलाई 35 वर्ष ननागेको। अनि महिलाको हकमा चाहिँ 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको हुनुपर्छ। अनि हजुरहरू यस्तै अपडेटको लागि चाहिँ च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। इफ केही प्रब्लम भयो भने कमेन्टमा सोध्न सक्नुहुन्छ, म हजुरहरूलाई क्लियर गरिदिनेछु। अनि भिडियो हेर्नु भएकोमा धन्यवाद। अनि आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला जसले चाहिँ यो योग्यता भएको छ उनीहरूलाई।